3को 15-16 हामी त्यहाँनिर देख्न पाउँछौँ। परमेश्वरले मृत्युलाई डिजाइन गर्नुभएको थिएन। कहाँबाट भन्दा मृत्यु थिएन, तर पछि मृत्यु आयो। तर कहाँदेखि भन्दा उत्पत्ति 1को 3 देखि लिएर उत्पत्ति 3 को 16 सम्म चाहिँ के थियो त भन्दा परमेश्वरले मृत्युलाई डिजाइन गर्नुभएकै थिएन। न त मानिसको न त पशुपक्षीको। तर जब आदमले पाप गरे नि, तब परमेश्वरले एउटा पशुलाई मारेर रगतसँगै तिनीहरूको शरीरमा लगाइदिनु भयो। जब पशुलाई मार्नुभयो अनि छाला तारेर परमेश्वरले के गर्नुभयो त भन्दा मानिसलाई लगाइदिनु भयो, उसको शरीर ढाक्नको निम्ति। किनकि त्यतिखेर कपडा थिएन। परमेश्वरले त्यो कन्सेप्ट त्यहाँ ल्याउनु भएको थियो। त्योभन्दा अघि आदमको बगैँचामा कसैको मृत्यु हुँदैन थियो, कोही पनि मानिस मर्दैन थिए। त्यतिखेर मृत्युको ढोका बन्द थियो, मृत्युको ढोका खुला थिएन, त्यतिखेर डिजाइनै भएको थिएन। अनि हामी देख्दछौँ तर त्यो मृत्यु जब पछि आयो, आदमले जब पाप गरे, त्यो कारण के त भन्दा हामी यहाँ उत्पत्तिको प्रकाशको पुस्तकलाई हामी त्यहाँनिर हेर्दै गयौँ भने हामी त्यहाँनिर पाउँदछौँ जीवनको फल एउटा छ, जीवनको